हेलो साथीहरू, नमस्ते सबैजनालाई। सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। आज चाहिँ मैले बनाउन लागेको छु मासु, कुखुराको खुट्टा और टाउका। कस्तो हुन्छ हेरेर साथ दिनु होला। मैले मसला हालेर रेडी पारेछु, हल्का फाएर अनि मसला हालेर रेडी पारिराख्यो। अनि यहाँ तेल पनि तातिराख। अब चाहिँ म यसलाई फाइनल गराएर देखाउनेवाला छु। अन्त साथीहरू पड्केर हैरान छ खुट्टा। ओइ मेरो छोरो पनि मासु खान तयार अवस्थामा छ नि छोरो। धेरै तेल पड्केर म चाहिँ यो के अरे थालले ढोकेर व्यवस्था गर्दैछु। हेर्नु त पुरै तेलै तेल भइसक्यो भित्रभरि। ल फाइनल यस्तो हुँदैछ यसको अवस्था। हेर्नु यहाँ। ल हेलो भनिदिनुहोस्। नमस्ते। हेलो हेलो। के छ, कस्तो छ मासु? दामी छ नि। विष्णु 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 कस्तो छ? यम्मी छ। यस्तो गरिदिउँ न। ल बाई 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 यहाँ है टाउकाको टाउका। खुट्टा चाहिँ सकियो बनाएर। अचार टेन गोबिरालु। वाउ वाउ। यो भैँसीको दुधु। वाउ दुधु तताउने, तताएर खाने। यस्तै यस्तै भिडियो हेर्नको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। बाई।